हेलो एभ्रिवान वेलकम टु माई ब्लग आजको न्यू डे न्यू ब्लग है। सो आज चाहिँ मैले एकदम ब्लग बनाउने स्टार्ट सुरु गरेको छु होइन। सो आज चाहिँ म तपाईँहरूलाई के देखाउन चाहन्छु भन्दाखेरि चाहिँ यो चाहिँ मैले स्वेटर बुन्दै गरेको। सो प्याटर्न चाहिँ यस्तो छ यसको हो। प्याटर्न यो टाइपमा बुनेको। सो यसको चाहिँ यो बिट लगाउनु पर्ने छ, त्यो डल्लै बिट लगाउनु पर्ने छ। यसको चाहिँ यहाँ बिट यो लगाइसक्यो, यसको चाहिँ यो छ। एन्ड म तपाईँहरूलाई यो सबै फिनिसिङ गरिसकेर देखाउनेछु। एन्ड सो बाई बाई। यो चाहिँ मैले बिट बनाएको होइन, यो चाहिँ एकदम मलाई गाह्रो हो। यस्तो यस्तो ठुल्ठुलो कुराहरू चाहिँ मैले बनाएको छुइनँ हो। यो चाहिँ मैले बिट बनाएको, यो बिट बनाएर चाहिँ सिलाउनु पर्ने छ। सो यो चाहिँ अफ वाइट कलरमा हो। यति साह्रो इरिटेट हुँदो रहेछ कि यो चाहिँ। सो यो स्वेटर सिलाउनु बुन्नु जस्तो एकदम गाह्रो छ यो काम चाहिँ हो। ठुल्ठुलो चिजहरू चाहिँ मैले अझै बनाउनु सकेको छुइनँ। किन बनाउनु सकेको छुइनँ भन्दाखेरि मलाई एकदम गाह्रो लाग्छ। यो स्वेटरहरू भयो, जस हाफ स्वेटर फुल स्वेटर भयो, मलाई एकदम गाह्रो लाग्छ। सो मैले यो चाहिँ अब बनाउँदैछु। यो फिनिसिङ चाहिँ यसको अब कस्तो हुन्छ हो। अनि बिट चाहिँ यसरी बनाएको छु। यो चाहिँ बिट हो। अन्त यहाँ चाहिँ धागो नपुगेर यो अफ वाइटमा चाहिँ अलिकति वाइट छ। यो चाहिँ कस्तो कस्तो देखिरहेछ। सो कस्तो हुन्छ म तपाईँहरूलाई देखाउनेछु। यो चाहिँ एकदम कति खेप बिग्रेर हुन्छ नि, कति खेप बनाएँ पुरा बिग्रियो। सो बनाउँदैछु। अब फिनिसिङ कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछु होइन। नगरौँ नबुनौँ यो दुःखको काम नगरौँ भन्छ कि मनले मान्दैन होइन। मलाई मेरो एम्बिसन मेरो हबी यही थियो होइन। मलाई एकदम मनपर्छ मलाई बुनेको चिजहरू होइन। हामीले फुलहरू बनाएर राख्छु है, ह्यान्डमेड फुलहरू बनाएर राख्छु। ह्यान्डमेड ब्यागहरू जति पनि बनाउँछु नि, हामीलाई ह्यान्डमेड बनाउने मान्छेहरूलाई याद हुन्छ क्या ह्यान्डमेडको किम्ती कतिको छ भनेर होइन। सो मलाई पनि एकदम मनपर्छ ह्यान्डमेड चिजहरू, ह्यान्डमेड कुराहरू हो। सो म चाहिँ बनाउँदिनँ भनेको, सो बनाउनु मन परिहाल्छ हो। मलाई फुलहरू चाहिँ एकदम छिटो लाग्छ, फुलहरू चाहिँ एकदम मनपर्छ बनाउनु। सो ब्यागहरू पनि छिट्टै बनाइदिन्छु म हो। सो यो स्वेटर चाहिँ मैले थालेको चाहिँ तपाईँको भयो होला 3 महिना, कति डिसेम्बर या नोभेम्बर कति हुँदैछ। यो स्वेटर मलाई अहिलेदेखि होइन नसक्नु छैन। बिग्रेको फेरि फुकाएर बनाउनु पर्छ हो। सो एकदम गाह्रो काम छ स्वेटरहरू बनाउनु चाहिँ। जतिजना स्वेटरहरू बनाउनुहुन्छ, जतिजना ठुल्ठुलो चिजहरू बुन्नुहुन्छ बनाउनुहुन्छ, एकदम गाह्रो छ। हामीलाई मैले हेर्दाखेरि चाहिँ एकदम गाह्रो लाग्छ है। जतिजनाले बनाउनुहुन्छ राम्रो बनाउनुहुन्छ। म कतिजनाको देख्छु, कतिजनाको सिक्छु हेरेर होइन। सो मैले पनि फर्स्ट युट्युबबाट हेरेर सिकेको। कतिवटा सानो सानो कुरा पनि मैले युट्युबबाट हेरेर सिकेको।